तराईमा यसरी बन्छ तिरपाल। मेरो दोस्तको बिहे हुँदैछ, यहाँ टेन्ट लाग्दैछ। अहिले भर्खर स्टार्टिङ हुँदैछ, यस्तो छ टेन्ट। अब टेन्ट सेटअप भएपछि देखाउँछु है त। यहीँनिर पन्डाल लाग्नेवाला छ, तराईमा पन्डाल भन्छ, पन्डाल। तराईकै पान पसल, यो सानो बुटिक, यस्तै धागोहरू। सही है, तराईको पहिचान भनेको यही हो कि। हेलो एन्ड वेलकम टु नयाँ बिहानी सिराबाट। म त मेरो दोस्त जाँदैछु सिराको बोर्डरतिर भन्छ जयनगर। तराईको लोकल बस, ओ माई गड, धुलो उडाको वासिङ पाउडर निरमा निरमा से सफिदी भन्छ त्यही भयो। ओहो धुलो हेर त उडेको, राम्रो राम्रो तराईको घरहरू। सिराको भलिबल ग्राउन्ड म्याच भइरहेको छ क्यारे। यहाँ अब मिठाईहरूको प्याकिङ चल्दैछ। तराईमा यस्तै बाटाभरि मिठाई दिन्छ भरेर। त्यसपछि यहाँ छु म, अनि यहाँ मिठाईहरू प्याकिङ हुँदैछ। मस्त बहिनीले पनि उता प्याकिङ। यहाँ मेरो दोस्त बिउलाले आफ्नो सामानको प्याकिङ आफै गर्दैछ। यहाँ म बिउलाको हेल्प गर्दैछु। तराईमा यसरी बन्छ तिरपाल। यहाँ त कति रिस्की काम, यसरी आउँछ तिरपाल रिक्सामै। फाइनल भएपछि कस्तो हुन्छ, फाइनल लुक म भन्छु है त। लो बेलुकाको समय सिरामा मार्केट घुम्दै, अँध्यारोमा मेरो दोस्त यहाँ छ, म यहाँ छु। ओ कितना दूर है भाइ। फाइनली मेरो दोस्तसँग आइसक्यो बिरयानी खानलाई। कुन चाहिँ भने जाडो छ भने यस्तो गर्मी छ तराईमा। सिराको मस्त बिरयानी पाउँछ भने साथीले हेरौँ कस्तो हुन्छ यहाँको बिरयानी। बाफ्रे मच्छर, मच्छर यार, मैले मच्छर देखेँ। बाफ्रे बा मच्छर, मच्छर चाहिँ होइन है, अरू जे होस् मच्छर चाहिँ होइन है। 4 दिन 5 दिन कति दिन छु, नो मच्छर प्लिज। मिथिला कल्चर चाहिँ राम्रै झल्का छ है, दामी बनाएको छ कि। मेरो लाइफको फर्स्ट बिरयानी आयो त। बिरयानी खायो, सोक खायो, होइन घरतिर। बजार लाग्छ त्यहाँ तराईको ठेला। तराईमा यस्तै बजार लाग्छ बाटोमा। त्यो ठेला छ नि, ठेला यसरी हामी बेलुका बेलुका महेन्द्रनगर हाम्रो घर सधैँ चटपटी खाना आउँदै। तराईको ह्यान्डमेड भजिएर देखाउनु हुँदा फेरि युट्युबले नि ब्यान गर्दैन। आजको हाम्रो खानाको व्यवस्था कहाँ हुँदैछ, यहाँ पछाडि। यहाँ आलु कटिसके, काउली त्यहाँ छ, मस्त पाक्दैछ। यता कटिँदैछ सबै, भण्डारा यहाँ। तराईमा यसरी हुन्छ खाना पाक्ने भण्डारा दिएको, टिपिकल लोकल स्टाइलमा दामी पाराले। सबभन्दा बेस्ट हो कि होइन त यहाँ। ल भोलिको लागि पन्डाल रेडी भयो त। आज रातिको खाना तराईमा यसरी पत्ता धोइन्छ, पानी हालेर चट्टा यसरी। सब आदमी संजो भी आए थे खाना पहिले थाहा दिने थिए सब। बाबा गुड मर्निङ, वेलकम टु माय न्यू ब्लग। आजको बिहान सुरुवात हुँदैछ। घाँटीको आवाज हेर्नु त कस्तो छ। यहाँ साथीको किचनबाट घाँटो पनि तताउँदैछु, खाँदैछु। बल्ल अलिकति घाँटी बिहान त योभन्दा पनि बढी पर्छ। यस्तो भन्छ। तातो पनि खान्छु, एकछिन कफी बनाउँछु नि खान्छ। हेर त बाहिरको मौसम कस्तो, बाहिरको मान्छे कसरी देखाउँछ। उसो हेर्न, उसो आमा के देख्यो त। वाट इज दिस गाइज, वाट इज दिस। सिराभन्दा बाहिर यति छैन, फेरि सिराभित्र के भएको यस्तो आमा है। एउटा चिज अझै देखाउँ के भनेपछि
मान्छेले के भन्छ यो च्यातेको बिग्रेको चुडेकोलाई होइन फालिदिनु तर म भन्छु यो सबभन्दा युनिक चप्पल हो कि युनिक चप्पल मान्छेले युनिकनेसमा ध्यान दिनु पर्यो युनिकनेसमा ध्यान दिँदैन अनि ए यो चाहिँ फाल्दै फाल्दै गर्छ युनिकनेसमा ध्यान दिनु पर्यो कि त्यही मेरो लागि त यो युनिक एकदम म आएको बेलादेखि यही चप्पल लाएर हिँडिरहेको छु किन किन तर चप्पल चाहिँ बेस्ट छ क्या दिवस हिजोको चप्पल नै मन पर्छ आजको चप्पल आज झन् खतरनाक छ काम गर्नेहरू खाना पकाउने मान्छेहरू आएको छ कि छैन आज 10 बजीसम्म खाना पकाइसक्नुपर्छ त्यो हेर्न आएको छु म ओहो बिहान बिहान धुवा उड्दै खै मस्त सबजना दुईजना आइसक्नु भएको छ खाना पकाउनलाई अझै मटर उम्लिसक्यो ठिकै हो पानी जम्दैछ फर्सी कटाउँदैछ यहाँ पाक्दैछ प्याज पनि कटाइसक्यो सबै यो के देख्नु पर्यो है बिहान बिहान यो के हो बे ऐसा भी होता है ऐसा भी होता है बाप रे बाप मेरो त कानै ठिराइदियो यार टोपी लाएर आउनु पर्थ्यो यस्तो चिसो मेरो छिरा यस्तो गरेर हिँड्नु यस्तो गरेर हिँड्नु पर्यो यस्तो अहिले पनि तर यसो दुध आउँछ हामी पसलबाट किनेर खान्छ यहाँ प्योर घरबाट आउँछ कि पर्दैन रे लोटा लोटा हट्छ क्या हट्छ राख हट्छ होला ठन्डा ठन्डा यहाँ छैन यस्तो राखिन्छ यसरी विचारेर कफी 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 रेडी हुँदैछ जहाँ गए पनि केही नभए पनि बिहान एक कप कफी बेलुका एक कफी आई लभ कफी मलाई कफी चाहियो कफी 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 मेरो भिडियो जसले हेर्दै हुन्छ उहाँहरूलाई म एउटै रिक्वेस्ट गर्न चाहन्छु म जसो घर जान्छु प्लिज मेरो लागि चाहिँ सानो भए पनि कफी बट्टा किनेर राख्नु है आई लभ कफी आई लभ साथीहरू हेर्नु मेरो हातमा के छ कफी यहाँ कफी छ त्यो के सिराको रोड यहाँ छु भाइ रोडमा बसेर कफी खाँदैछु यति फटाई काम कसैले गर्छ त रोडमा बसेर मैले कफी खाइदिएला बिहान बिहान तराईमा यसरी चल्छ ट्र्याक्टर तराईमा यति सब हेर्न पाए त के मजा होइन यति सब हेर्न नपाए त के मजा साइकलमा यसरी यो पनि त्यसरी सामान लिएर जाने तराईको रमाइलो हो कि ट्र्याक्टर टुकटुक एउटा गाडा चाहिँ हेर्न पाएन अब किनभने अलिक गाउँ जस्तो छैन अलिकति सिटी नै भइसक्यो त्यही भएर र त यहाँ टुकटुक गाडा चलाइहेर्नु भयो लास्टबाट त्यही मजा हुन्छ क्या रामनगरतिर गएको भए उता बर्दीमा होइन रामनगर पर्सातिर गएको चाहिँ देखिन्थ्यो होला होइन मलाई तातो कफी खाएर जाडो लागेको हो कि के हो यस्तो चिसो छ त जाडो लाग्यो भने मलाई जाडै भयो नि त यस्तो गर्मी गर्मी फिल भयो खोलेर यहाँ खुट्टामा केही पनि लागेको छैन त्यसलाई जाडो लाग्छ भने खोइ त मलाई जाडै लागेको छैन के हो यहाँ यस्तो हाम्रो काठमाडौँको हाल र त्यही हाल जस्ताको त्यस्तै नो चेन्ज गभर्मेन्ट विल नो चेन्ज कुनै काम हुनेवाला छैन जे छ जस्तो छ त्यस्तै हुनेवाला छ जति जोगी आनी कानै चिरे भन्छ नि त्यही हो कि पारा भोज सुरु भइरहेको छ यहाँ बिहेको भोज झोला राजामा चाहिँ अचार चटनी आयो कराईमा यसरी भोज हुन्छ यसरी खायो पकौडा आयो खोर्सानी आयो तरकारी आयो यहाँको सुरु गर्ने सिस्टम नै खतरा छ मैले त झन्डै सुरु गरिसकेँ अरे दाल आउन बाँकी नै छ के पापड आउँछ नि मात्रै यत्रो दिनपछि तराई आएको के थाहा भएछ मैले त बिर्सिसकेको थिएँ तराईमा यसरी भोज खान्छ भनेर अहिले सुरु गर्ने बेला कसैले सुरु गरेको छैन म पनि यतिकै बसिरहेको छु झन्डै हात हल्क्यो दाल आउँछ सुरु हुनेलाई पकौडा पकौडा
ल फाइनली दाल आयो दाल कन्के कन्के बेसी न बस बस पक्यो दाल आयो दाल छोरीलाई कन्के कन्के भन्छ कि तर कन्के कन्के भनेको अब दाल आयो फाइनली भनेको घिउ आउन बाँकी छ घिउ आएपछि अनि सबै कुरा सेट अनि त्यसपछि खान सुरु जमाना भइसक्यो तर छोडेको बिर्स्यो के था पहिला त चारवटा भुइँमा बसिन्थ्यो हिँडाउने आउँथ्यो कतिखेर आउने घिउ कतिखेर आउँछ घिउ फाइनली आयो घिउ पत्ता कसरी तान्नु अब मेरो तान्ने बेला त घुमेर आयो अब सुरु है त ल अब सुरु तराईमा यसरी हुन्छ खाना सुरु भोजमा घिउ नआइकन खाना सुरु गर्न मिल्दैन जसले भिडियो हेर्दै त्यो कुरा बुझ्ने घिउ नआइकन खाना खान मिल्दैन नि चट्ट मुछ्ने खाने तराईको फुलौरा त्यस्तो हुन्छ यति ठुलै खर्सीको त कत्रो खर्सी हुन्छ यहाँ यतै ठुल्ठुलो हुन्छ हाम्रो यत्रो ठुलो तराईको भोजमा खाना खाएपछि लास्टमा भनेको एउटा सकिने उठ्ने होइन बिर्सेर नउठ्नु कि लास्टमा यो बाँकी छ उठ्नुभन्दा अगाडि दही खोइ भनेर सोधिहाल्नु हाम्रो काठमाडौँतिर एउटा स्पिकर भयो भने काफी हुन्छ त्यतिले काम चल्छ तर यहाँ यस्तो यति नभए त तराई भाइब्स यति नभए त तराईमा भाइब्सै आउँदैन के ब्रो यहाँ त स्पिकर स्पिकर होइन सिधै रकेट मेरो दोस्तको बिहेको पहिलो दिन बिहे भन्दा एक दिन अगाडि हल्दी कार्यक्रम सुरु हुँदैछ यस्तरी हुन्छ तराईमा हल्दी सिस्टम तराईको यसरी हुन्छ गीत गाउँदै पहेँलो कपडामा ट्याक्कै के गरेर बनाउनु सक्यो एकचोटि पहेँलो कलर त्यसपछि यो गुलाबी कलर यसरी दिन्छन् अनि यसरी बनाउँछन् झुलाले पनि त्यसरी पानी सिक्ने विधि पानी छिर्केर अनि मात्रै भित्र छिर्ने रहेछ यिनीहरूको